आएको है हामी यता हाल्छु नि भन्ने त्यो त म हाल्दिनँ क्या त्यो छ नि एकपट्टिको ऐना छैन हेर्नु न गाई यहाँ मैले फोन होल्डर हालेको थिएँ कि यो म्युजियमबाट पनि निस्किएँ हो भित्र भिडियो गर्न दिएन हो रुल्सहरू होला आर्मीको अनि है हामी खेलिसकेँ मजा आइदिँदो रहेछ नि टक्क यो डल्लो पुरा लस्किँदो रहेछ त्यो गाई अप्ठ्यारो पनि बाइक कुदाउनु र पनि केही छैन तपाईँहरूलाई देखाउनुको लागि एकछिन हेलो गाइज इट्स मी कुशल लामा होइन आफ्टर लङ टाइम फेरि आयो तपाईँहरूको लागि भ्लग हो होप तपाईँहरू सन्चै नै हुनुहुन्छ होला म नि सन्चै नै छु अनि आज चाहिँ हामी घुम्नु जानु आँटेको हो ठाउँको नाम चाहिँ भन्दिनँ अहिले तपाईँहरू सिधै हेर्नु सक्नुहुन्छ हो अनि म यहाँ छु रेडी भएर यता नाना बहिनी हो नाना चाहिँ हिजै आउनु भएको हो नानाले चाहिँ हामीलाई घुमाउनु लगेको अनि दादा आउनु हुँदैछ यता आबेन हो यसै छ गाइज है आबेन यो गाइज है मेन रोड आइपुग्यो होइन हामी चाहिँ जाँदैछु दादा पछि पछि आउँदैछ यस्तै छ दामी दिन भइरहेको छ मजाको होइन क्यामेरा एङ्गल चाहिँ मिलेको छ कि छैन त्यही छ गाइज अनि अस्ति के कुरा भन्दा भ्लगमा भनौँ भन्ने थिएँ हो तर त्यतिखेर भने त्यो त मैले हाल्दिनँ क्या त्यो त एकपट्टिको ऐना छैन हेर्नु न गाई यहाँ मैले फोन होल्डर हालेको थिएँ कि यो फोन होल्डरले यो डल्लै छेड्दै गइदिँदो रहेछ छेड गएपछि त अड्किँदै रहेछ जति बस्यो त्यही भएर एकपट्टिको सिसा चाहिँ छैन है त्यो लागि माफ कम त्यही त मोटो भ्लग है बिस्तारै हिँड्छु किनकि मेरो चाहिँ अनि यो अगाडिको यो देख्नु त भएको छैन होला क्यामेरामा मिटर पनि बिग्रिरहेको छ हो त्यो मिटर पनि बनाउनुपर्छ त्यो मिटर चाहिँ कसले बिग्रेको भन्दा पछिको एबिएस बिग्रिरहेको छ नि त लाइन नै एबिएस लाइन अनि त्यो एबिएस लाइन पनि फेर्नुपर्छ पछिको एबिएस लागिँदैन होइन स्पिडमा त सिक्नेर जान्छ नि खै हाम्रो आपाले अस्ति फेरेको भन्छ हो फेऱ्यो त्यसले गर्दा यो स्पिडोमिटर पनि बिग्रिरहेको छ गाई सबै चलाउनुपर्छ बाइक पुरा खतरा भइरहेको छ हो गाई त्यही त मोटो भ्लग अब कुद्नु त कुद्दिनँ अब यतिकै बिस्तारै इन्जोय गरिदिनु पेट्रोल पम्प पनि आइपुग्यो होइन यताजना पेट्रोल पम्प अनि यहाँ तेल सेल हाल्यो धेरै बाइकमा हो अनि अब चाहिँ हाम्रो डेस्टिनेसन उता छ रोहिनी साइड जानुपर्छ अगाडि सुकुना मोडदेखि हो अनि कहाँ जान्छु अहिले देखाउँछु अहिले भन्दिनँ तपाईँहरूलाई हो गाइज यसरी चाहिँ देखाउँछु के कसो हुन्छ होइन हेरिदिनु होला ल त गाइज स्कुटी एकछिन हेरिदिउँ होइन ल गाइज है अब चाहिँ यता सुकुना मोडदेखि यता आयो पेट्रोल पम्प
लु गाइस है हामी आइपुग्यो यहाँ कहाँ आएको होइन यही भित्र हामी चाहिँ यही गो कार्टिङ भनेको खासमा होइन त्यही थियो प्लान यता भित्र चाहिँ छ भित्र गएर देखाउँछु के कसो हुन्छ तपाईँहरूलाई होइन राम्रो रहेछ हेर्नुहोस् तपाईँहरू यहाँ आउनु चाहनुहुन्छ भने त्यही हो सुकुना मोडदेखि यता माथिबाट आउँदैछ भने यता राइट साइड तलबाट आउँदैछ भने चाहिँ लेफ्ट साइड पस्नुपर्छ होइन यतै छ गाइस जो यतै त हो गेट हिँड्नु न के गर्नु अब तपाईँ चाहिँ जो मेरो ब्लगमा केही भन्दैन ल गाइस भित्र देखाउँछु होइन स्टे ट्युन यहाँ हल्का सामान मिलाउनु छ मिलाएर भित्र गाइस हामी इन्ट्री गरिसकेँ होइन मजाको रहेछ यहाँ हो गो कार्टिङको लागि त कति 2:30 पर्खिनु पर्ने रहेछ लन्च टाइम भइरहेको रहेछ हो अहिले चाहिँ भित्र त्यसै घुम्नु पाउने रहेछु हामी यतै डुल्छु 2:30 होइन त्यहाँबाट चाहिँ गो कार्टिङ गर्ने गाइड्स यो चाहिँ टिकटहरू काट्दैछ इस्यु भएको काट्छु त्यसै छ गाइड्स दामी रहेछ भित्र यो चाहिँ डल्लै आर्मी एरिया है गाइड्स आर्मीहरूले डल्लै गरेको रहेछ हो मजाको यहाँ तपाईँहरू आउँदा फी राउन्ड कति त्यस्तै 50-100 होला बट तपाईँहरू आर्मी ब्याकग्राउन्डको हो भने होइन 25 फी राउन्ड होइन पर राउन्ड 25 हो काट्नु हुँदैछ टिकट गाइस अहिले एकछिनमा देखाउँछु अरू के हुन्छ है ल त गाइस हामी निस्किदिएको गाइस अहिले एकछिनमा आउने 2:30 यहाँ गो कार्टिङ गर्नु आएको खोइ त्यही भएन अब परतिर जान्छु के रे त्यो पार्कहरूको नाम म्युजियम जाने परतिर पनि थुप्रै रहेछ नि त पार्कहरू गाइस हो त्यतातिरै जाने अहिले लास्टमा चाहिँ यहाँ आउने गो कार्टिङ गरिकन घर लाग्दैन हो गाइस गाइस पर भेटौँ होइन यस्तो थियो हेर्दै गर्नु होला गाइस हामी यता पर आइसके हो हेरिटेज म्युजियम सुकुनाको भित्र चाहिँ यस्तो दामी रहेछ कि के भन्नु गाइस दामी रहेछ सफामा सफा हो दामी रहेछ गाइस घुम्नु आउनु तपाईँहरू म्युजियम चाहिँ यता रहेछ अब हामी त्यतै जाँदैछौँ म्युजियमभित्र होइन भित्र के छ देखाउँछु गाइस तपाईँहरूलाई अब आर्मीहरू के होला होइन गाइस त्यतै लाग्दै दामी है बोका हेर्नु सक्नुहुन्छ कत्रो ठुलो बुट ढुङ्गा राखिदिरहेको रहेछ भित्र बुटभित्र डल्लै मजाको रहेछ गाइस है घुम्नु सक्नुहुन्छ तपाईँहरू यहाँ हामीलाई दाले चाहिँ लाँदैछ भित्र यहाँ के छ तपाईँहरूलाई देखाउँछु गाइस हेरिदिनु होला दामी रहेछ हौ अन्त म्युजियमबाट पनि निस्किए हो भित्र भिडियो गर्न दिएन हो रुल्सहरू होला आर्मीको
अनि दामी थियो, त्यस्तो दामी पनि होइन, ठिकठाक होइन। मसिन गनहरू थियो के थियो त्यही आर्मीहरूको हो। अनि यहाँ चाहिँ मजाको ग्राउन्ड रहेछ गाइज, गरम भएर भन्दा पनि त हप गरम भयो त्यस्तै छ गाइज। मजाको रहेछ, उतातिर पनि रहेछ तर त्यता गइनँ, घामले सेलेक्टै पाऱ्यो। अब सिधै पर जाने होला फेरि, पर गो कार्टिङ त 2:30 अरे हो, परतिरै घुम्दै बस्दै परै बस्ने अरे, अब पर जाने सिधै होइन गाइस। त्यस्तै छ, ठाउँ चाहिँ मजाको एकदम पिस। खतरा चाहिँ खतरा हो, यति गरम भएको छ है। ल त गाइस स्टे ट्युन, एकछिनमा भेट्दिउँ होइन। पर अहिले देखाउँछु सिधै गो कार्टिङ गरेको। जय गोर्खा। यहाँ पार्क आइपुग्यो होइन, तर बाँदरले पुरा खेदायो हामीलाई। अब यहाँ बस्ने, यहाँ चाहिँ बाँदर होइन रहेछ हो, बाँदर अट्याक गर्दो रहेछ यहाँ त। मजाको रहेछ पार्क त हो। गाइस यहाँ त्यस्तो भिडियो गर्नु चाहिँ दिँदैन रहेछ, अहिले देख्यो भने कराउँछ र पनि भिडियो गरिदिरहेको गाइस तपाईँहरूको लागि। चिप्स खाने गाइस, अहिलेसम्म यहीँ छु हामी होइन। चिप्स खाइसकेँ यहाँ यतैतिर है। अब खोइ पर जाने भनेको कति बजी छैन, 2 बज्न आँट्यो, अझै आधा घन्टा डल्दैछ, टाइम डल्दैछ हो। 2:30मा खोलिदिन्छ अरे। अब यतैतिर बस्दै गर्नुपर्छ। अब बाँदरले त हेभी अट्याक गरिदिँदो रहेछ नि। घुम्न आयो भने चाहिँ साथमा एउटा क्याटिसमै लिएर आउनुपर्ने रहेछ गाइस। यहाँ चाहिँ बाँदरले चाहिँ हेभी अट्याक गरिदिने रहेछ। अझै यो के अरे चिप्सहरू बोकेर झन् नहिँड्नु होला गाइस। यहाँ बाँदर त पछि आइदिँदो रहेछ अट्याक गर्नु। त्यस्तै छ गाइस। यतातिर जू भनेको उपरतिर हो, चारै तरफ बादर है गाइस भन्दा जस्तो चारैपट्टि बादर छ हाम्रो। अहिले फेरि है बाँदरले अट्याक गर्यो भने कहाँ जानु। त्यस्तै छ गाइस है, के भन्नु, यस्तै छ आजको भ्लगमा। मजाको रहेछ। यो पार्कको नाम चाहिँ रहेछ मधुवन पार्क हो। परतिर पनि म्युजियमहरू, यहाँ पार्क छ, अनि पर सिधै उयो रहेछ त्यो गो कार्टिङ गर्ने, त्यहाँ पनि सानोबडे पार्क त रहेछ हो। अनि गेम्सहरू पनि रहेछ, इन्डोर गेम्स। कस्तो भन्दाखेरि त्यो लुडोहरू रहेछ पर खेल्नको लागि हो। अब पर जानेहरू पनि के हुन्छ गाइस। ल त गाइस पिस आउट, परतिर। हेलो गाइस, खोइ गो कार्टिङ गर्दै गरेर देखौँ भनेको हो। 3 बजी खालि खुल्ला हुन्छ भन्यो होइन। यहाँ रोहिनीमै खानासाना खाएँ, बोटिङ गर्नु जाने भन्दै थियो तर टेन्सन भयो हो। एटिभी राइड जाने भन्दै थियो हो, त्यहाँ पनि एटिभी होइन रहेछ। अनि अहिले चाहिँ ओह्रालै जाँदैछु हामी तल गो कार्टिङै गर्ने होइन गाइस। यति छिटो त घर जानु भएन होइन, त्यही कारण अब चाहिँ ओह्रालै जाँदैछु होइन। अब चाहिँ तल गएर होप खुल्ला होला होइन, खेल्नु पाऊँ त्यति भन्दै अहिले भेट्दै। यो गाइस यो बल्ल भाइजू अस्ति आएको है हामी यता हाल्छु नि। मेरो फेसबुक
गाइस गाइस यहाँ दादा र बहिनी है हामी खेलिसके मजा आइदिँदो रहेछ नि हेलो गाइस है खेलिसक्यो हामी होइन मजाको एक्सपिरियन्स भयो फर्स्ट टाइम थियो हो अब चाहिँ घरतिर लाग्दिएको गाइस अम्बो मच्छर लाग्दो रहेछ पुरा यस्तो छ गाइस हो दामी एक्सपिरियन्स भयो अघि यहाँ एउटा मान्छे राम्रो ठोकेन त ओभर स्पिडले क्या यहाँ आउँदैछ एकजना मान्छे हो किन यहाँ त पाउँछ त पाउँछ हो यहाँ पार्कहरू पनि रहेछ बिचमा हो तर त्यो हाम्रो लागि होइन अन्डर 5 खाली रहेछ यसै नाला काटेको हो गाइस यस्तै छ अब कहाँ जाने घर सिधै घर गाइस यति छ है अहिले एकछिनमा भेट्दिउँ त गाइस अब यहाँ हामी निस्केको सबैजना हो मजा आयो यो गो कार्टिङ गर्नु अब चाहिँ हाम्रो अर्को डेस्टिनेसन छ सिधै माथि कुन चाहिँ पार्क अरे हर्नबिल पार्क लङटङको होइन त्यहाँ इन्जोय गर्नु होला है भिडियो हेर्दै ल त गाइस स्टे ट्युन एकछिनमा भेट्छु आइपुग्यो गाइस आइपुग्यो होइन हर्नबिल पार्क पनि उकालो आम्बो सुकुना उकालो यस्तो मजा आइदियो कुद्नु चेक आउट दिस है कतिको चाहिँ ढल्केको छ होइन गाइस यस्तो मजा आएको उकालो मोटो भ्लग गरौँ भन्दै थिएँ यो मेरो यो माउथले अलिक रडी गर्यो एक गरी लुचिक भइदियो होइन त्यही कारण गरिनँ गाइस यहाँ चाहिँ यस्तै छ हो यहाँ स्काई वक छ यत्रो भरे के हिँड्नु न हो पहिला माथि गएर आउँ न यहाँ बाइकमा आउनु त पर्छ हजुर अब गाइस उकालोतिर जाँदैछु होइन आउनु सक्नुहुन्छ हर्नबिल पार्क तपाईँहरू नि हो आज त कहाँ पुगेर आयो गाइस गङ्गनी भयो झन्डै मासियो मेरो टिकट काउन्टर यहाँ रहेछ अब टिकट काट्ने यहाँ माथि जाने तपाईँहरू कसरी टिकट हो अङ्कल 50 रुपिस दुईपट्टि चाहिँ 4टा दिनुहोस् यहाँ दुईपट्टि चाहिँ 50 रहेछ टिकट काउन्टरमा हो गाइस टिकट पनि काटिसक्यो तिरानु त पक्रेन जुत्ता खोलेर जानुपर्छ माथिमा जुत्ता खोलेर जानुपर्छ किन माथि यो त्यो स्काई वकमा त्यो पनि कुनै कतिजना खालि हो लिमिटमा यहाँ बन्नेको कति भयो यो 1 साल भयो बन्नेको यो 1 साल भयो बन्नेको यो 2 साल भएछ गाइस बन्नेको तर एकपल्टमा आएको थिइनँ आज यो चढेको त्यो म नाना आएर नानासँग ए राम्रो नराम्रो भनेर हो गाइस आइपुग्यो तिनधारे भ्यू पोइन्ट त्यहाँबाट सिधै घर बाघमारा भ्यू पोइन्ट त्यहाँबाट चाहिँ गाइस ऊ नाना चाहिँ आउँदैछ तल हो
हामी चाहिँ यहाँ माथि आइपुगिसक्यो। याद आ गया चाइना का ग्लास ना। हाँ ये याद आ गया मुझे ग्लास जो चाइना का। साइको हुँदो रहेछ त्यही त हेभी साइको हुँदो रहेछ गाइस। साइको भइदियो गाइस। रट यहाँ यस्तो भइसक्यो हालत बामी सर्ने भइसक्यो। सबले रट टेक्दैछ। गाइस डर लाग्दो रहेछ नि। यहाँबाट चाहिँ तपाईँहरूले भ्यू देख्नु सक्नुहुन्छ। जस्तै छ उहाँ तर हो यहाँ पनि गएर देखाउने छु तपाईँहरूलाई गाइस हो। आउनु सक्नुहुन्छ यसो इभिनिङ टाइम तपाईँहरू भिजिट गर्नु। यता आउनु न सेन न बिचमा यहाँ फुट्ला यस्तै हुँदो रहेछ। हुत्तै मुनि जान्छ कि भन्ने साइको हुँदो रहेछ नि गाइस। ल गाइस आए तल देखाउँछु होइन सिधै हामी फोटो सेसन गर्छु अनि देखाउँछु। स्टेट एकछिनमा गाइस अघि माथिबाट देखाएको यहाँ आइपुग्यो होइन। यहाँको तलको पार्क मजाको रहेछ। अब चाहिँ हल्का रात पर्दै जाँदैछ गाइस होइन। लाइक पुरा ढिलो त भएको छैन। आई लभ नेचर अरे नि त त्यस्तै रहेछ। यहाँ पिङहरू रहेछ खेल्ने ठाउँहरू हो गाइस। आई लभ नेचर यस्तो रहेछ गाइस। कहीँको जस्तै घुम्दैछु हामी चाहिँ होइन। खास चाहिँ हाम्रो घर यही माथि हो। यो बाटो प्रायः हिँडिबस्छु तर त्यस्तो उयो क्या अब हामी बस्दिनँ थिएँ। आज चाहिँ नाना कति दिन महिना बाद आएर यहाँ हामी घुम्न आएको हो गाइस। त्यसो गाइस ल त गाइस एकछिनमा भेट्दिउँ होइन। अब चाहिँ सिधै विल अफ तिनधारे भ्यू पोइन्टमा भेट्नुपर्छ। त्यो एकछिनमा भेट्दिउँ गाइस। तिनधारे नि आइपुग्यो अनि अघि तल देखाऊँ भन्दै थिएँ विल अफ तिनधारेमा तर मैले देखाउन सकिनँ भन्दा पनि बिर्सेछु गाइस। यहाँ टक्क दुइटा बाइक राखिरहेको छ। हामी चाहिँ यहाँ किन रोकेको भन्दा टाइपो खानु रोकेको हो घरमा अनि के लगिदिनु। अन्त गाइज होप यु गाइज इन्जोय द भ्लग। आजको भ्लग के कसो भयो होइन। प्लिज डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब। त्यति भन्दै आजको भ्लग एन्ड गरिदिन्छु गाइज होइन। नेक्स्ट भ्लगमा भेट्दिउँ। स्टे ट्युन ल।